अहिले गाइस मैले लाली गुराँस टिपेर आइसकेँ। के गर्ने हो केटा अहिले कति दिँदै दिएन यारमा सबै खाइदिएर चाहिँ रुख गएको थिएँ रुखबाट फालिदिएँ लास्टमा त दुईवटा दिएको छ तैँहरूले के भन्ने र के छ अब गाइस यति भयो नि चित्त बुझाम अब हामी कुन ठाउँ गएर यो कहाँ हामी त कुन ठाउँ आयौँ हामीलाई थाहा छैन यार कहाँ यो खाने पानी जस्तो छ अब योदेखि तल हेरौँ न खलङ्गाको भ्यू भइहाल छ तर के गर्ने मिलेन त सम्झिने हो खलङ्गाको भ्यू हेरौँ त हेरौँ पानी रहेछ आज हामी यसो डुल्न आइदिएको यतिकोतिर खलङ्गाको भ्यू हेर्ने ए यहाँबाट राम्रो देखाउने रहन्छ हामी चाहिँ चलिरहेको छौँ है गाइस यो होइन अँध्यारो देखायो यार केटाहरूले पर्पज हान्ने कुरा गरिरहेको छ नि यार लाली गुराँस दिएर म चाहिँ के गर्ने खाने भन्ने कुरा हो खाने भन्ने कुरा हो के गर्ने तितो हुने रहेछ खाने अब ठिकै छ अगाडि त्यसले हो पर्पज हान्ने गरे केटीसँग यो चाहिँ पर बसेर हेर्ने गरे उसले पर्पज हाने हेर्ने भन्छ उसले हर्का मेन्टल छ कि हुन त ऊ त्यही हो सायद ऊ त्यही के त्यहाँनिर देखेको छ नि बाख्रो हो त्यही हो के अनि अर्को पनि गयो ऊ अगाडि तल कालो कुकुर गएछ ठिकै छ गाइस त्यही पनि ऊको इच्छा हो ऊ तेरै लाग्यो भने के त्यो कुकुर तेरो लाग्यो भने अब तैँले बुझेन जस्तो म के भनौँ हाम्रो लागि त कोही त बनिएको होला त्यो केटी फाइनल्ली गाइस हामी कहाँ आयौँ भन्ने थाहा छैन उताको नानीहरू रहेछन् नानीलाई उसले हेरेर आएको छ फेरि त्यस्तो बड्डो भएन भने हेर्नु लाज लाग्दैन मान्दैन अब हेरौँ के भएर सायद त्यही कुकुर होला दिपक ऊ दिपक ऊ खुट्टा साम लाग्यो कुकुरले हेरेर आएको छ फेरि चप्पल लाइन आउने हो क्या के चप्पल राम्रो थियो रे त्यही त चप्पल लाइन आए राम्रो हुन्छ यो चाहिँ ओखरको रुख रहेछ हो र यो भाइ आज ऊ यहाँ गयो त ऊ गएको थियो यार कस्तो आज यतै बिहा गरेर